रूपमा दुःख नपाऊँ है मैले। योगीको त्यस्तो ध्यान छ। बेवारी मनुष्यको के छ त, प्रभु कुन बेला काटे सक्ला र खाएर घर जान पाए हुन्थ्यो, यस्तो हुन्छ। व्यवहारिक शरीर क्या, व्यवहारिक शरीर भनेको कहिल्यै पुरा हुन सक्दैन। व्यवहार भनेको भारै भार हो, कहिले जहिले पनि गरौँको गरौँ हो, जहिले पनि गरौँको गरौँ हो, कहिले हल्को बनाउन सकिँदैन। पूजापाठ गर्दै 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 जाँदाखेरि के भयो त भनेदेखि एक्लो शरीर भएको जुन योगीको शरीर, सन्यासीको शरीर, सतानन्दको शरीर पूजापाठ गरे, प्रभु म त जानुपर्छ नि भगवान्को विष्णु गुरुको। अनि उता व्यवहारिक शरीर कुन बेला काटे सकिला र दाउराको भारी बोकेर बजारमा लाएर बेचौँला भन्दा भन्दै भन्दा भन्दै बल्ल तल्ल के भत्ता भनेदेखि कर्म अन्तिम अवस्थामा पुगेको थियो। पूर्णपातहरू भयो, एक अन्त अन्तिम भयो, प्रसादको वितरण भयो। प्रसादको वितरण भइसकेपछि ती दाउरा बेच्ने व्यक्तिले पनि सम्झेछ। दुःख पाए पनि भगवान्लाई सम्झिनु, सुख पाए पनि भगवान्लाई सम्झिनु। दुःखीको आत्मा पनि भगवान्, सुखीको आत्मा पनि भगवान्, राजाको आत्मा पनि भगवान्, प्रजाको आत्मा पनि भगवान्, सबैको आत्मा एउटै बराबरी। धनी र गरिब सबैको एकै बराबरी भगवान् हृदयमा ईश्वर वास भयो। यी भनेको सरीश्वर भनेको बोल्नु जसलाई भन्छ ईश्वर। कहाँ भगवान्लाई बाहिर भेट्न सक्नु? ईश्वर भनेको शरीरभित्र, आत्माभित्र ईश्वर भनेको बोल्नु। हामीले बोलिसकेपछि ईश्वरले छोडे कि ईश्वर भनेको बोल्नु, यी भनेको शरीर, ईश्वर सकेपछि सक्यो, लम्बासार पर्यो, गयो, केही छैन ईश्वर। ईश्वरले छोडिसकेपछि गयो। त्यसै कारणले गर्दा तिनै दाउरा बेच्ने व्यक्तिले बुझे कि प्रभु म त गरिब छु, मेरा छोराछोरी पनि पाल्न गाह्रो छ। एकको प्रसाद खाए जी थियो त्यति बेला। यहाँ गहुँको पिठाको अपुङ्गो, सामा जङ्गलको धानको सामाको प्रसाद, अनि केरा कवाली मानिसहरू यस्तै के प्रसादहरू थिए, त्यही खाएर अनि के गर्दा भने साँझको समय प्रभु बेकारमा मैले सत्यनारायणको पूजा सुन्न गएछु। ताइ पनि हुँदो रहेछ कि हुँदो रहेछ भने मन्त्रले जप्दैछु नारायण 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 जप्दै के हो त भने जुन काम थियो, टाउको भाँचिने गरी दाउराको भारी थियो बोके, जिब्राले चाहिँ नारायण 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 नारायण। टाउको फुट्ने गरी दाउरा बोकेको छ, मान्छ चाहिँ जप्दै गए, हुन्छ कि हुँदैन भन्ने कुरो चाहिँ उसलाई प्रमाण थाहा छैन। जप्दै के बजारमा पुगे। हिजोसम्म यो किताबमा लेख्छ पैसाको कुरो छ है, क्या त पैसाको कुरो। हिजोसम्म 2 पैसाले बिक्री हुन्थ्यो। दाउराको भरी बोक्थे, जान्थे बजारमा, 2 पैसाले बिक्री गर्थे। छोराछोरीलाई केही कुरो किनेर ल्याएर त्यही पैसाले पालन पोषण गर्थे। आज चाहिँ संयोग श्री भगवान्का छेउमा पुगेछन् अनि केही न केही कथा पनि सुनेछन्। गरिबको हृदयमा पनि भगवान्, हृदयमा धनीको हृदयमा पनि भगवान्, गरिबको झुपडीमा पनि भगवान् विष्णु नारायण, धनीको दरबारमा पनि भगवान् नारायण विष्णु हरि शिवजी भने म पनि भगवान्लाई जप्दै हिँड्नु पऱ्यो भन्दै जप्दै हिँड्ने काम गरिरहेको। महात्मा तपस्वीवाला चाहिँ के हेर्दा पूजा गर्दै प्रभु मलाई चाहिँ केही पनि चाहिएन, म त स्वर्गमा जान पाए हुन्थ्यो। आत्मा के हेर्दा यहाँ आत्मालाई नै नारायणलाई जिम्मा दिएर, सत्यनारायण भगवान्लाई जब जिम्मा दिएर सतानन्दले चाहिँ पूजा गर्दै जाँदा सतानन्द नाम गरेको व्यक्ति के हेर्दा भनेदेखि अन्तिममा सारा सुख शयन भोगेर धनीमानी भएर ठुलो कुलमा गएर जन्मेर स्वर्गमा जाने काम गरी दाउरा बेच्ने व्यक्ति आफ्नो कामतिर व्यवहार कर्म गर्नका लागि बजारतिर जाँदा भाइ एक्लो जीवन ऋषिमुनि गए तरेर अर्को व्यवहारिक मान्छे के बजारतिर भारी बोकेर एक्लो शरीर ऋषिमुनि, अर्को व्यवहारिक मान्छे आफ्नै कर्मतिर काम गर्नका लागि के